बाई मम्मी कहाँ हो पेट्रोल पम्प उता है त्यो हाई नमस्ते सबजनालाई आज चाहिँ ट्याक्क लाएर म पोखरा जाँदैछु किनभने पोखरा म किन जाँदैछु भनेपछि म किन जाँदै पोखरा अब एउटा बाइक चाहिँ चलाउनेहरू दुईजना भएपछि यस्तै हो दाइले चाहियो अरे बाइक अब दाइले बाइक पुऱ्याउनु जानुलाई तर म चाहिँ त्यो बाहनामा पोखरा घुमेर आउँछु अनि केटाहरूलाई जाऊँ भनेको कोही नजाने रे फेरि अर्को ट्रिप आउँदैछ गोर्खा सोर्खा जाने अनि त्यही भएर कस्तो अनकम्फर्टेबल भएर बाइक चलाउनु आएको छ मलाई अनि त्यही भएर गोर्खा सोर्खा जाने के गर्ने भनेर प्लान गरिरहेको छ केटाहरूले अनि त्यही भएर नजाने भने होला नि केटाहरू अनि अरू त के भन्ने अब ट्याक्क लगाएर आज मलाई खिच्न आइसक्यो कसरी खिच्नुपर्छ भिडियोहरू मलाई थाहा भइसक्यो कति खिच्नुपर्छ खिचुन्जेल ननस्टप बोल्ने हो नबोलिकन त खिच्दिनँ त्यही अब अहिले चाहिँ ट्याक्क राधेबाट आउट 10 बजेर 13 मिनट आज 13 मिनटतिर आएको छ अरे वाट द फक के विधि जाम हो टाउकै देख्ने बगल जाम खोलेको अरे हेर यस आज के न के छ आज के न के हुन्छ बाको बत्तीले बोलेछ त्यो जल थाहै भएन मोटेको घर आइपुग्यो र मोटेसँग माउन्ट लिएर चल्दिस आफ्नो बाटो भनेको के हो यो कस्तो के खालको साइड हो यो भनेको गर्दै होला है फारो डर लाग्यो यार ए भक्तपुर चाहिँ यहाँसम्म आउँदा त बाटो एकैछिन पुग्थ्यो यार छत एनर्जी ड्रेन भइसक्यो यार 1 घन्टा ओबे हेलो फोटो आइदिन्छ सर लिएपछि मोहित दादाको बाटो फेरि सुरु भएछ है यात्रा ओ माय गॉड सक्दैन त हौ भ्लग गर्न सक्दैन बाइक कुदाउन सक्दैन के हो अनफिट भएको छ क्या आजकल अनफिट त छु कि तर त्यही पनि जे भए पनि बगेडा हिँड्न हो अनि यो चाहिँ टनल हो है गाइजहरू टनल दुलो खै मुसा दुलोभित्र पस्यो खको थिए गर्मी छ गाइजहरू दिन होइन अनि मेरो ज्याकेट चाहिँ रेनकोट हो खासमा रेनकोट हो तर दामीवाला रेनकोट हो होइन यो चाहिँ म किन लाउँछु भन्दाखेरि म पहिलादेखि नै यही लाउँछु हाइवे जाँदाखेरि हो अब छैन एडभेन्चर पुरा अब के गर्ने नि होइन जहाँ पोखरा जानलाई नि के दुःख दिनु भनेर क्या मम्मीलाई क्या अब मम्मी प्लिज किनिदिनु भन्नुहुन्थ्यो तर अब त्यही हो यसरी ओभरटेक हान्छ मुख छाडिदिउँ डी चाकैमा टाँसिनुपर्छ क्या 4 जना सालाहरू रिस उठेर आउँछ झन् चिल पारामा जाम भनेको यार काठमाडौँको ट्राफिक देखेर रिसाइहाल्यो बिहान एकैछिनमा अनि आउँछ मासाला यिनीहरू आउँछ रिस उठ्नेहरू कस्तो आएको त्यस्तरी हेपेर आस्तार
बुलेट त्यही भएर बुलेट भनेको हेप्छ क्या जसले पनि। जस्तै उताबाट आएर देख्यो भने पनि ओभरटेक हानिदिन्छ। ए हात्ती कति नै कुद्छ टाइप्सको के रिस उठेर आउँछ यार। तर आज यो यस्तो भयो भने चाहिँ गर्मी हुँदैन क्या, ननस्टप हावा आउनु पऱ्यो क्या। तरै पनि कुदाउनु सजिलो हुन्छ यसो त यार। यस इन तर यो बाइक चाहिँ अलिक गाह्रो हुने क्या। मैले पछाडि लोड हालेको छु लगभग 10 केजी जस्तो पछाडि, 10 केजी होला है, 10 केजी जति छ पछाडि। अब ट्याङ्की अब 14 लिटर ट्याङ्की, 15 लिटर ट्याङ्की हो क्या। भारी छ बाइक, त्यो भएर सामानहरू चाहिँ ट्याक्क सेन्टरमा राख्नुपर्छ मिलाएर, भने कुदाउन सजिलो हुन्छ। यस्तो हुन्छ ब्यालेन्स सिधा। ब्लगरमा देखाएको थिएँ ट्याक्क लगाएर निन्जा टेक्निक कसले लाउँछ यसरी सोचेको थिएँ, मैले लाउनु पऱ्यो लास्टमा गरेर। सही हो लाग्यो दाइ। गर्मी भएको डेन्जर गर्मी भयो, केही भएन क्या अरूमा, मर्ने गर्मी भयो। किन लगाएछु यो भइरहेछ अहिले चाहिँ, किन मैले यो लगाएँ, तेरो दिमाग छैन मोहित भइरहेछ। लगाइदिनमा त हमर पानी परिरहेको छ पोखरा भनेर लगाइदिएको नि। पोखरा नपुग्दै मर लाग्छ छ गर्मीले हुन्छ। अफ रोड स्वर्गको बाटै ब्रेक लाग्ने यार। मर्यो यार गर्मीले। थर्ड यस्तै छ हजुर लाग्यो फेरि। अब क्वारेन्टाइनमा मर्ने गर्मी भयो, मर्ने क्या अलिअलि नै होइन, मर्ने गर्मी भयो। अब गलाएर चल बस्यो हिमालयन जावामा ट्याक्क कफी खाएर झोला नि मैले पछाडि बाँधिदिएको के सकिँदैन झोला बोकेर हिँड्नु। तर कस्तो बाङ्गो खिच्यो नि यार। रेनकोट चाहिँ लाउनु हुँदो रहेछ है, पानी परे पनि भिजेको सही जित्छ होला। अब अडियो कस्तो आउने हो त्यस्तो मलाई बाल छैन, चल्दैछ अब नयाँ एङ्गल, आजदेखि नयाँ एङ्गल। यसरी आउनुपर्ने रहेछ, मेरो बुद्धि त चाकमै हो नि त। ट्याक्क ब्याग यसरी बाँध्ने पछाडि सुत्न नि मिल्दो रहेछ यार। कतिको स्विटेबल छ यसरी नन स्टप। सी यू डमौली, सी इन डमौली।
गाइजहरु हामी त दमौली आइपुग्यो है दमौली दमौली रमाया मैसँगै रमौली खानै पर्यो के हाल्ने यस्तो छ मर्यो हौ गर्मीले त छ ए के अब यस्तै छ अघि भर्खरै अनित दाइले कल गरेको थियो ए पोखरामा त डेन्जर पानी परिरहेछ अरे भाइ बिस्तारै बसेर आइज भन्यो अब फेरि दादालाई फेरि यस्तो त अब नयाँ अनुभव हुन्छ फेरि गइदिइहाल्ने पक पानी भन्दै जाने हो अब हेर पानीले कति पिट्छ हेरौँ है त रेनकोट लाउँदैन यतै गइदिने यस्तो गर्मी भएर त नुहाउन नि मन लागिरहेको थियो नुहाइ त स्याम्पो नि डल्दी राख्नु पऱ्यो क्या टाउकोमा हेर सही होला एक सासमा कटाउनु पर्छ अरे त्यो पुल फेरि कटाउँदै म अब के माग्नु पऱ्यो है के न के पाएँ पाएँ मम भर्खर दमौलीबाट निस्क्यो पुग्छ पोखरा होइन दाइ भोलि आउँछ बवाल पानी पर लगाइरहेको छ म पनि फोन राख्नु त सो त्यही हो पानी चाहिँ पर्यो बुटमा नि छिर्यो वाटरप्रुफ हो सबै कपडाहरू त के वाटरप्रुफ भन्नु हो भिजिसक्यो बाहिरबाट तर भित्र चाहिँ भिजा छैन क्या यो त त्यस्तो डेन्जर हो क्या बुटमा चाहिँ फेरि माथिबाट पानी छिर्यो क्या एउटा बुटमा यस्तो च्याप भइरहेछ यस्तो पानी पर्यो ओ माई गड यस्तो पानी पर्यो मजा आयो फेरि हिजो मैले ठ्याक्कै त्यो अस्ति ओयरको हेलमेट किन्दाखेरि त्यो एन्टी फोक किनेको थियो कि एन्टी फोक स्प्रे ठ्याक्कै हिजो लगाएर घरबाट निस्किएको क्या काम गर्यो बाँचिँदैन त हौ बाँचिँदैन त हौ बाँचिँदैन त निस्केको हो दादा फेरि जहिले प्रिपेड हो जहिले प्रिपेड जहिले बाहिर चाहिँ होइन तर जहिले प्रिपेड चाहिँ हो
त्यस्तै छ हिजो धरो ड्यामुसा यसरी पुगिसक्यो गाइस पोखरा अघि नै रोकियो भए अझै 1 घन्टा ढिलो हुन्थ्यो पानी पर्यो त्यहाँ दादा नन स्टप हो दादा नन स्टप पानी पर्यो साथै हुरी आओस् आई डोन्ट केयर फेरि यो के अरे गोप्रो मिडिया मोड वाटर प्रुफ हो कि नै मलाई थाहै छैन कि फर्स्ट टाइम ट्राई गरेको यत्तिकै चलाएर हालिदिएको ठिकै छ एउटा बुटमा चाहिँ पानी छिरेर आया यस्तो झ्याउ हुन्छ यस्तो भयो भने चाहिँ कच्याक कच्याक भएर चाहिँ सफा छ कि फोहोर थाहा छैन यार कतै हेर्दै देखिरहेको छ यो ज्याकेट डेन्जर छ कि माथि माथिको सुक्न थालिसक्यो तर अब अलिक यसरी बस्नुपर्छ क्या भिज्नु चाहिँ भिज्छ होइन तर त्यस्तै 40-50% जस्तो भिज्छ क्या यसमा चाहिँ अब पहिला चाहिँ ट्याप्पै गर्थ्यो अब यो पुरानो भयो नि त अब 4-5 वर्ष भइसक्यो यति धेरै वास गरिसक्यो अनि त्यो क्वालिटी त्यो मेटेरियलहरू त्यो के अरे डिग्रेड हुँदै जाने रहेछ क्या त्यही भएर यो भिजाउन चाहिँ भिजाउँछ अर्को फेरि ढुङ्गै छ नि मेरो डिक्कीमा मेरो स्याबल ब्यागमा छ नि अर्को मोटो उल्को दामी उकेस्दै झाँदेको त्यसमा चाहिँ फेरि हात्ती हुरी त्यस्तै सरी फेरि अहिले त्यो लाग्यो भाइ त्यही ओभन जस्तो हुन्थ्यो म मरिसकेको हुन्थ्यो होला गर्मीले त्यही भएर डिक्कीमा राखेँ पानी तर मर्ने पऱ्यो यार केले खिच्न पाए त सही हुन्थ्यो मर्ने पानी पऱ्यो कि यार ए गाडीहरू धरि साइड लगाउँछ कि दादाले फेरि एन्टी फग ठ्याक्क लगाएर बसिरहेको थियो तेरीमा झ्याक्ने त्यसपछि रोक्ने नाम लिँदैन भनेर यस्तो पानी पिटेको एकछिन बाफिया थियो र सर्टन पोइन्ट अफ टाइमपछि चाहिँ ट्याक्क लगाएर बाफिन छोडेपछि दादाले दाब्यो त्यसपछि त नन स्टप तर हल्का 20 किलोमिटरले 20ले ऊ हट्यो होला क्या स्पिड वाट द फक 20 जस्तै अब 70-80 जति 70-80 हान्दै आएको है मजा आयो यार बिचारा स्कुटरहरू यस्तो गरी लाग्यो दादा फेरि यसरी क्या ग्लभ्स चाहिँ भिज्यो यार मलाई लागिरहेको थियो त्यो वाटरप्रुफ ग्लभ्स हाल्नु पर्दा कि भनेको सोच्दै फेरि नाटक मात्रै मैले फेरि नाटक गर्छु नि त धेरै भनेर छोडिदिएको ठिकै भयो तर अरू ग्लभ्स त डोन्ट वरी गाइज यति स्मार्ट 3टा ग्लभ्स लगाएको भनेर हो कि अर्को त छ नि ब्यागमा येल्लो कलरको छ नि एउटा म्याडमले पठाइदिनु भएको म्यापले भनेको बाटो गएर है म त म्याप हेर्दै गएर सिधै सियु एट ड्याम साइड अब छैन भोलि पुल पार्टीको लागि कपडा किन्न आएर अनि यहाँ हेर्ने हो यहाँ भएन नि भोलि अर्को ठाउँ जाने के डिएनएस भनेको फेरि कपडा पसल हो त्यो लिने न राम्रो ओल्ड मनी है आज चाहिँ छानिराख्ने अरे अनि भोलि चाहिँ बाउसँग आएर किन्ने अरे विथ ब्रेकफास्ट कति वर्षको बुढो हो यस्तो विथ ब्रेकफास्ट के हो बिगार्दै छ अनि यतै छोडेर हिँड्दैछ किन्ने चाहिँ होइन घिउ चाहिँ स्योर अट्छ अनि दाले पनि भएको थियो नि किन्नु त ओइ क्या डरलाग्दो हुने चाहिँ त्यही हो सके मगुरको भ्लग हेर्दै हो अनिल दाइको कोठामा सुत्ने एउटा लगाएर पैसा पर्दैन नि त तर भात खायो भने चाहिँ पर्छ क्या अनि मलाई क्या निन्छ टेक्निक हान्दै भात खा भन्दै थियो तर म भात खान्न म भोलि खान्छु भात 10 बजीसम्म जेन हुनसक्छ प्रथमहरू आएछ यार तल तर म एकदम थाकिरहेको छु तल जानै सकेको छैन
तर एक जानु पर्ला है। ओहो यो एसीले झन् चिसो हाल्यो यार। ओहो अब एसीले हालिदिन्छु। यस्तो गर्मी छ यार पोखरा। म गरौँ गएँ अप्पर डोल्बो भ्लग हेर्दै। अब चाहिँ सोध्छु अलिक हल्का मोटिभेसन के यसो भ्लग हेर्दै बस्यो भने होइन बा के हो उसले त मोहित बाँदर हो भने भन्छ के हेर डर भात खाएर सुत्नु पऱ्यो भनेको फेरि कहाँ लग्यो यार भात खायो यार मैं 2 थाल भात खायो 2 थाल भात 2 थाल पेटै दुख्यो भात खाएर सुत्नु पऱ्यो भनेको यार सक्यो क्या हल्ले हल्ला गर्नुपर्ने है त है तेरो उस भयो दिन्छ पानी केमा के अरे खै उदाहरू चाहिँ यहाँ सुकु हाउसमा चिल हान्यो अब बत्ती कहाँ छैन यसको त्यही यहाँ हो किन बोल्दैन ठिकै छ म यहीँ छु ए बत्ती बाल्नु मिल्छ त हो मेरो फोनमा मिल्छ त तेरो त भिडियो कलमै हो जी यस्तै हो त्यही हो अब गुड इज द नाइट अब गुड नाइट हुन्छ बल्ल गुड नाइट हुन्छ सपुदाइ गर्ने हो खै बाहिर निस्किएन सपुदाले एक ह्यान्ड चाहिँ गरेर अब बिचरा त यतै हेर्दै हो घर उता भित्र हो कि हो त्यही हो अब भोलि सपुदाइ भेट्छु बिहान सुकुटी अब अहिले सम्झिनु मन छैन भोलि भोग लाग्ने आउँछु खान त्यही त्यो चिल हान्ने नि आउँछु त्यही हो वान अफ द हाम्रो यहाँ फेरि थाकिया खेन कहाँ पुग्यो त यो यो मङ्गल भण्डार नयाँ के अरे नयाँ गल्ली लय गल्ली नयाँ गल्ली ए नयाँ ए म त फेरि लय बजार भने पनि भयो नयाँ गल्ली भने पनि भयो हो ओके सपुदाइ घरतिर सो थ्याङ्क यू सो मच बाई